जिन्दगीमा कति ठाउँ गए तर यो ठाउँ जस्तो पिसफुल चाहिँ कतै पनि लागेन के 2 वर्षदेखि यो ठाउँ आउने सोचिरहेको थिएँ तर भनिन्छ नि आफूले चाहेर भन्दा पनि भगवानले चाहेर मात्र पुगिन्छ भनेर र फाइनल्ली हामी यो ठाउँ पुग्यौँ। देख्दा साधारण लाग्ला तर यो क्यानाडाको सबैभन्दा ठुलो मोनास्ट्री हो जसमा 90% मान्छेहरू अहिलेसम्म आएकै छैनन् र यो हो वो ताई सान बुद्धिस्ट गार्डन। सो हेलो गाइज एन्ड गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल होइन। सो आजको दिन चाहिँ हामी अहिले छौँ स्कार्ब्रोमा एन्ड हामीसँग हुनुहुन्छ हाम्रो चाहिता ड्राइभर। आज हाँसेको छ केटो जे भए पनि नम्बर 1 ओपी ड्राइभर। एन्ड आज हामी एउटा यस्तो ठाउँ गइरहेको छौँ जहाँ चाहिँ हामीले जाने धेरैचोटि प्रयत्न गऱ्यौँ तर पनि कहिले पनि जहाँ सफल भएनौँ। यसको बर्थडेमा पनि जाने भनेको तर अथवा बस होइन यस्तो शब्द आउँछ मलाई चाहिँ अथवा बस भन्ने शब्द छैन भयो आजदेखि। अथवा बस त्यो ठाउँ बन्द थियो र आज मेरो जन्मदिन परेको हुनाले गर्दा चाहिँ ह्यापी बर्थडे गाइज विश मी ह्यापी बर्थडे है। सो आज चाहिँ त्यो ठाउँ हामी जान लागेको छौँ एन्ड ठाउँ एकदम राम्रो छ भनेर हामीले भिडियोहरूमा देखिरहेको टिकटकहरूमा चाहिँ इट्स काइन्ड अफ लाइक मोनेस्ट्री गौतम बुद्धको होम माने पेम्बे होम होइन। सो हामी त्यहाँ जान लागेको छौँ। अहिले चाहिँ 9:53 अलमोस्ट 10 बजेको छ एन्ड दिस इज अलमोस्ट सो रस आवर। लेट्स गो, लेट्स हिट द रोड म्यान। यो बाटो हामी नर्मली हिँड्ने बाटो हो तर पनि आज यो बाटोले हामीलाई अर्को एक डिफ्रेन्ट फिल दिइरहेको थियो किनभने आज हाम्रो गन्तव्य घर नभएर कुनै अरूकै ठाउँ थियो। हामी जति अघि बढ्यौँ हामीलाई त्यति नै हतार भइरहेको थियो र विश्वास गर्नुहोस् यो ठाउँ हामीले सोचेको भन्दा धेरै फरक निस्क्यो। अहिले चाहिँ हामी यस्तो ठाउँमा छौँ होइन। सो यो चाहिँ हाम्रो लाफिङ बुद्धको सानो छोरा मिनी छोरा है म्याक्स छोरा त्यहाँ हुनुहुन्छ। टोरन्टोबाट अलमोस्ट हामीलाई आउनुलाई लाइक कति लाग्यो 1 घन्टा जस्तो लाग्यो। यो चाहिँ लिन्से भन्ने ठाउँमा छ टोरन्टोको एन्ड इट गिभ्स लाइक नेपाली भाइब मोनास्ट्रीको तर हल्का टिबेटन स्टाइलमा रहेछ अनि इट्स काइन्ड अफ टु क्लिन के सिस्टमेटिक। अझ हामी माथि जानु बाँकी छ सो अझ माथि जान्छौँ हामी। हावा चाहिँ यसरी चलिरहेको कि लाग्छ मलाई यहाँदेखि उडाउँछ भनेर तर बवाल छ है ठाउँ चाहिँ भेरी पिसफुल। हेर्न सक्नुहुन्छ सहर त्यहीँबाट आएका हामी। दाइले चाहिँ हामीलाई गाडी चलाउनु दिनुभएको छ।要不要尝试一下看一下？दाइले चाहिँ मलाई आफ्नो我教你啊，懂不懂？我教你。 सोची बाँगे So guys, we are riding in the back of this tuk-tuk. Whoa, that's the fun. Free ma rider guys, you say? Oh, damn me. Wow. Oh, tuk-tuk. Oh, he hit the. ठोक्यो र के त्यसै पक्ड्यो। दाइले चाहिँ हामीलाई राइड दिनुभयो। What's your name? 什么意思？这个搞过来这个。 Thank you. देख्नु अनि पिपुल आर भेरी काइन्ड। म चाहिँ बसिरहेको थिएँ दाइले मलाई आफै दिनुभयो। मैले चाहिँ दाइको बाइक ठोकिदिएँ फेरि छ्या गर्नुहुन्छ। दाइले के गर्नुभएको त्यस्तो आई डोन्ट नो है तर मजा आयो। त्यहाँदेखि मैले यहाँसम्म ल्याएँ दाइ त्यही हुनुहुन्छ छ्या यो चलाउनु पाए चाहिँ रमाइलो हुन्थ्यो होला तर लेट्स गो अब माथि।
You can see that Tibetan flag कि prayer flag यत्रो आउँदाखेरि चाहिँ तर पनि भाइब चाहिँ छ है तर इट्स बिन 24 इयर मलाई के थाहा भयो भने चाहिँ लाइफमा जति जे गरे पनि केही न केही छुट्ने नै रहेछ क्या र अन्त्यमा चाहिने भनेकै शान्ति रहेछ र त्यसैले पनि होला बुद्धले शान्ति खोजेका रहेछन् अनि यस्तो राम्रो ठाउँमा शान्ति नपाउने कुरै भएन हामी 3 घन्टा जस्तो बस्यौँ र 3 घन्टाको बसाइमा हाम्रो दिमाग यति फ्रेस र हामी यति स्ट्रेस फ्री भयौँ कि कुरै छाडौँ र सबैभन्दा ठुलो बर्थडे गिफ्ट भनेकै सायद यही होला सर्चिङ फर द अल्टिमेट पिस एन्ड वी एक्चुअली फाउन्ड इट होस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले किरे नमरोस् चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले किरे नमरोस्